श्री मन्जाङ काकीमिरीहरूको पुलाइन पूजा हुँदैछ। धर्मस्थली सबै घिमिरेहरू यहाँ भएका घिमिरेहरू सबै यतै हुनुहुन्छ। यहाँले देख्न सक्नुहुन्छ अहिले पुलाइन पूजा, जसलाई हामीले कुलदेवता पूजा भनेर पनि चिन्ने गर्छौँ। अहिले पुलाइन पूजा भइराखेको छ र मन्दिर घुम्ने चरणमा छौँ हामी चाहिँ। निकै रमणीय ठाउँ हो। पारी यहाँले देख्नु पारीको भित्ता चोगाउँ। पारी नागार्जुन पनि देखिन्छ। नागार्जुन डाँडा यहाँ मन्दिर घुम्ने भइराखेको छ। शङ्ख र घण्टा बजाउँदै घुम्ने चलन छ। निकै पुरानो चलन हो यो। गाउँमा चाहिँ 3-4 ठाउँमा कुलदेवताका मन्दिरहरू थिए, तर यहाँ एउटै मात्रै बनाएर यति बेला चल्दैछौँ। पर हामी देख्न सक्छौँ एउटा सानो टेन्ट, त्यहाँ चाहिँ पानीहरू चियाहरू छ र नैवेद्यहरू तयार हुँदैछ।